Hi guys, this is Srishti and you are watching Srishtiको मिनी भ्लग। आज चाहिँ साँझ पख हामी सबै घुम्न गएको थियौँ के घुम्न जाने ठाउँ पनि अब खासै त छैन, मौसम खराब थियो, त्यही पनि हामी हिँड्यौँ। तानसेनको मौसम त वाउ छ नि त, यस्तो राम्रो भयो थियो। अनि हामी नि अनि हामी मम्मी चाहिँ अगाडि हुनुहुन्थ्यो अनि मम्मीलाई हाई गरिदिएर भने अनि हामी चाहिँ हुलाकको ओह्रालो हुँदै 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 टुरी हिल पुग्यौँ। अनि टुरी हिल चाहिँ कति पछि आएको भएर होला, कति धेरै चेन्जेस के यहाँ त। म त धेरै पछि आएँ नि त, धेरै पछि भन्दा नि मेलामा आएको थियो अनि त्यसपछि आएको थिएन। अनि हामी चाहिँ मम्मी चाहिँ टुरी हिलको 2-3 राउन्ड लाउनु भयो, हामी चाहिँ त्यहीँ यताउता गर्दै बस्यौँ। अनि त्यो भिडियोहरू बनायौँ, बहिनीहरूले फोटो खिचे। अनि हामी चाहिँ भाउजूसँग भेट भएको थियो अनि हामी चाहिँ भाउजूहरूसित गएर त्यहाँ बस्यौँ चौतारीमा। अनि बसुन्जेल मम्मी पनि घुमेर भ्याउनु भयो। अनि हामी फर्क्यौँ भनेर फर्क्यौँ। अनि फर्किने बेलामा चाहिँ हामी श्रीनगर डेरीमा पसेर यहाँको कुल्फी खायौँ। यहाँको कुल्फी फेरि बेस्ट कुल्फी हो नि त, सबैभन्दा मनपर्ने कुल्फी यहीँ पाइन्छ क्या मलाई। अनि हामी तरकारी किन्नु थियो, अलिअलि तरकारी किन्यौँ र फेरि फर्क्यौँ। अनि फर्किँदाखेरि चाहिँ हामी चाहिँ अब तानसेनमा चाहिँ गल्ली मात्रै छ नि त, गल्लीको बाटो हुँदै 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 दरबारसम्म आयौँ। अनि दरबारमा एकछिन बसेर अनि त्यहाँ चाहिँ 1-2टा फोटो खिचेर अनि फर्क्यौँ। भगवती मन्दिर हुँदै, हाम्रो घर पनि भगवती मन्दिरको अगाडि हो नि त। अनि यो बाटो चाहिँ हामीलाई सर्टकट लाग्छ कि। अनि भगवती मन्दिर हुँदै हामी चाहिँ घर गयौँ। घर गएर अनि चेन्ज गरेर अनि त्यहाँ साँझको खाना के खाने त भन्दाखेरि हुन थिएन, बहिनीहरूले चाहिँ पार्टी गरौँ भने। पार्टी भनेको चाहिँ हाम्रो चाहिँ यही हो कि चटपटे र आइसक्रिम। अनि बहिनी सुरक्षाले चाहिँ चटपटे बनाए अनि त्यहाँबाट बाबु चाहिँ आइसक्रिम लिन गयो। अनि आइसक्रिम चटपटे खायौँ। अनि हाम्रो मुफिनलाई पनि आइसक्रिम एकदम मनपर्छ कि। अनि हेर्नु न कस्तो बिचरा भएर हेरेको थियो मैले आइसक्रिम भर्दाखेरि। अनि उसलाई नि सानो आइसक्रिम बनाएर खाना दिउँ। यसरी हाम्रो आजको साँझ बित्यो। थ्याङ्क यू, बाई बाई।